नमस्ते दर्शकवृन्द, हजुरहरूलाई मेरो प्राचीन दर्शन युट्युब च्यानलमा स्वागत छ। अहिले हामी बजारमा सामानहरू किन्न जाँदाखेरि फलामका ढक र डिजिटल तराजुहरू देख्छौँ। के तपाईले कहिल्यै सोच्नु भएको छ हाम्रा पुर्खाहरूले बिना बिजुली, बिना फलामका ढक र तराजु बिना कसरी सामान जोखनाप गर्दथे भनेर? हो दर्शकवृन्द, पक्कै पनि आज म त्यही विषयलाई लिएर यो भिडियो बनाउन गइरहेको छु। यो फोटोलाई ध्यान दिएर हेर्नुहोस्। यो फोटोमा भएको वस्तुको नाम हो तुलो। कहीँ यसलाई काठे तुलो पनि भनिन्छ भने कहीँ यसलाई हाते तुलो पनि भनिन्छ। जब आधुनिक युग आउनुभन्दा अगाडि हाम्रा पुर्खाहरूले हाट बजारमा यसैलाई प्रयोग गरेर सामान नापजोख गरी बिक्री वितरण गर्दथे। यसमा विशेष गरेर धार्नी, बिसौली, आठपोल जस्ता नापहरू राखिएको हुन्छ। यो डन्डी देखिरहनु भएको छ नि फलामको, हो यो डन्डी एकातिर जुन मोटो रहेको भाग छ त्यसलाई बाट भन्ने गरिन्थ्यो र जुन पातलो रहेको भागतिर छ त्यो भागमा ठाउँ ठाउँमा काटिएका यस्तै रेसाहरू हुन्छन्। यी रेसाहरूले कति नाप हो भनेर चिनाउने गर्दछ। जस्तै बोडी, आठपोल, धार्नी, बिसौली अनि धार्नी गरेर छुट्याउने गरिन्छ। र यसको एकापट्टि यो जुन ढाकी जस्तो देखिएको छ, जुन नाङ्लो जस्तो देखिएको छ, यसलाई पल्ला भनिन्छ र यो पल्लामा सामान राखिन्छ। अनि यो माथि देखिएको यो डोरी जुन छ त्यो डोरी यताउता सारेपछि जब बराबरी हुन्छ त्यसैका आधारमा यसको नापजोख गरिन्छ। अहिलेको आधुनिक युगमा आधुनिक चिजहरू नहुँदाखेरि पनि त्यतिखेर हाम्रा पुर्खाले कति वैज्ञानिक र इन्जिनियरिङ तरिकाबाट यी वस्तुहरू बनाएका रहेछन्। सोच्नुहोस् त एकपल्ट, यहाँ अहिलेको भौतिक शास्त्रको हिसाबले भन्ने हो भनेदेखि लिभर अफ साइन्सको सिद्धान्त लाग्दछ। त्यतिखेर हाम्रा पुर्खाहरूले कुनै ज्ञान बिना नै यत्रो महत्त्वपूर्ण वस्तु बनाएर हाम्रो जीवनलाई सहज बनाउँदै आएका थिए। आज भने यी वस्तुहरू कहीँ सङ्ग्रहालयमा यदाकदा देख्न पाइन्छ र कहीँ कतै गाउँघरतिर पहाडतिर छ नै यदि भने पनि कहीँ धुरीतिर टाँगिएर बसेको अथवा प्रयोग नआएको अवस्थामा यी वस्तुहरू रहेका छन्। तपाईँ हाम्रो कर्तव्य भनेको यस्ता प्राचीन वस्तुहरूलाई जगेर्ना गरेर देखाउने उद्देश्यका साथमा यो भिडियो बनाएको हुँ। पक्कै पनि यस्तै पुराना वस्तुहरूको बारेमा जानकारी, वस्तुस्थितिको जानकारी दिनका लागि हाम्रो प्राचीन दर्शन युट्युब च्यानललाई हजुरहरूले सब्स्क्राइब गर्नुहोला। त्यस्तै यो भिडियोलाई धेरै सामु सेयर गरेर भिडियोलाई लाइक र कमेन्ट गरी मलाई अझै हौसला बढाउन सहयोग गर्नुहोला। हस्त, धन्यवाद।